Hello guys, welcome back to my channel. It's me Rhythm Rai and यहाँ चाहिँ मेरो भाइ छ। तिम्रो नाम के हो बाबु? के हो तिम्रो नाम? अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। अनि यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो एउटा घर छ। त्यो घर चाहिँ त्यो छेउको घर चाहिँ हाम्रो साथीको घर हो। अनि उयो तल्लो फ्ल्याटमा बस्ने घर चाहिँ हाम्रो त्यो खेल्ने दाइ पर्नुहुन्छ। उहाँ चाहिँ हामीसँगै खेल्नुहुन्छ कहिले नि। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो भाइ चाहिँ गएको छ। अनि यहाँ बाहिर हेर्न सक्नुहुन्छ बाहिरको भ्यू यस्तो छ र मलाई हेर्न सक्नुहुन्छ म घामले मलाई यहाँ घामले गर्मी भएर घामले गर्दा यहाँ कुखुराहरूलाई नि गर्मी भइछ क्या। यहाँ जस्तै काँदो किन बसिरहेको कुखुराहरूलाई नि गर्मी भइछ। यस्तै छ। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो कुखुरा चाहिँ शीतलमा बसिरहेको। यहाँ एउटा छ, यहाँ अर्को छ, अरू दुईवटा चाहिँ त्यहाँ तलतिर होला। म तपाईँहरूलाई देखाउँछु। अनि म चाहिँ यहाँ बाहिर आएको छु। अनि यहाँनिर चाहिँ दिदी हुनुहुन्छ मेरो। अनि यहाँनिर हामी जाँदैछौँ अब कुखुराहरूलाई हेर्न। अब बाँकी चारवटा कुखुरा बाँकी छ। दुईजना चाहिँ दुईवटा कुखुरा चाहिँ यत्रो मोटो छ। कहाँ पुगो छैन रहेछ गाइस। यहाँनिर चाहिँ छैन रहेछ। यहाँ चाहिँ हाम्रो त्यो गहुँ राखेको छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ किम्बु कहिले पाक्छ भनेको हेर्नुहोस् न। परको आन्टीले आएर सबै बाख्रालाई घाँस हुन्छ भनेर लगिदिएर के सबै बाख्रालाई बाख्रालाई घाँस हुन्छ भनेर लगिदिएर यस्तो के किम्बु। तपाईँहरूले खानुभएको छ कि छैन? तर मलाई चाहिँ अति नै मनपर्छ। यहाँनिर हेर्नुहोस् त फर्सी। मलाई मन नपर्ने फर्सी यहाँ हेर्नुहोस्। यहाँनिर यस्तो खालको मलाई मन त पर्छ अलिअलि। तर मम्मीले पकाउनु भएको मात्रै मनपर्छ। अनि हेर्न सक्नुहुन्छ यहाँनिर मकै पनि रोप्नु भएको छ मम्मीले। अनि त्यहाँनिर कुखुरा चरिरहेको छ र म यहाँ छु। अनि हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ मेरो दादाको बाइक छ। अनि म चाहिँ यसमा चढ्न गइरहेको छु। हेर्न सक्नुहुन्छ म यसमा चढौँ भने फेरि लड्ला। एउटा स्ट्यान्ड मात्र लाएर चाहिँ फेरि लड्यो भने फेरि बाइकले खिच्ला मलाई। त्यही भएर म चाहिँ जाँदिनँ। उताबाट घुमेर जान्छु है गाइस। अनि हेर्न सक्नुहुन्छ हाम्रो त यहाँनिर नि मकै ठुलो छ। सिमीहरू पनि छ। अनि यो के हो गाइस मलाई थाहा भएन। कमेन्ट डाउन बिलो। अनि हेर्न सक्नुहुन्छ म चाहिँ यहाँनिर छु र मेरो दिदी चाहिँ यहाँनिर मोबाइल हेर्दै हुनुहुन्छ मम्मीको मोबाइल। अनि मेरो भाइ चाहिँ यहाँभित्र छ। तपाईँहरूलाई म देखाउँछु है गाइस मेरो भाइ के गर्दैछ। कुखुराको खोर हेर्नुहोस् त गाइस क्या खतरा छ है। करण दादाले बनाइछ। करण दादा र मम्मीले मिलेर क्या होइन। कस्तो गर्ने छ त्यहाँ हेर्नुहोस् है। मम्मी स्कुलको बिदै रहेछ कि रहेन रहेछ थाहा भएन।